ल, जनवरी 2026मा बेलायतमा पढ्ने सोचमा हुनुहुन्छ? एकदमै राम्रो। आज हामी यसमा लाग्ने सम्पूर्ण खर्चको हिसाब किताबलाई एकदमै सरल तरिकाले केलाएर हेर्नेछौँ। त्यसो भए सबैको मनमा आउने सबैभन्दा ठूलो प्रश्न नै यही हो। सन् 2026मा बेलायतमा पढ्न जाँदा वास्तवमा कति खर्च लाग्छ त? ल आउनुहोस् यसको जवाफ खोज्ने प्रयास गरौँ। अब हेर्नुहोस् है, मोटामोटी रूपमा हेर्दा खर्च यी दुई श्रेणीमा पर्न जान्छ। एउटा लगभग 30 लाख, अर्को चाहिँ करिब 22 लाख। तर यो 8 लाखको ठूलो फरक कसरी आयो त? आउनुहोस् यसलाई एक एक गरेर केलाएर हेरौँ। सबैभन्दा पहिले सुरु गरौँ भिसा र सरकारी शुल्कबाट। यो यस्तो खर्च हो जुन अनिवार्य छ, मतलब यसमा कुनै छुट हुँदैन, सबैले तिर्नै पर्छ। यसमा पनि सबैभन्दा पहिलो अनिवार्य खर्च हो भिजा आवेदन शुल्क। यो भनेको आवेदन दिँदा एकपटक तिर्नुपर्ने पैसा हो र नेपाली रुपैयाँमा हिसाब गर्दा यो करिब 1,05,000 जति हुन आउँछ। त्यसपछि आउँछ अर्को अनिवार्य खर्च, जसलाई भनिन्छ इमिग्रेसन हेल्थ सरचार्ज अथवा छोटकरीमा IHS। यो शुल्क चाहिँ बेलायतमा बस्दा त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवा मतलब NHS प्रयोग गर्नका लागि हो र यो पैसा कोर्स जति लामो छ त्यति नै अवधिको लागि एकैपटक सुरुमै तिर्नुपर्छ। यहाँ एउटा एकदमै ध्यान दिनुपर्ने कुरा के छ भने कोर्सको अवधिले यो शुल्कमा आकाश जमिनको फरक पार्छ। जस्तै 1 वर्षे मास्टर्सको लागि करिब 1,40,000 तिर्नुपर्छ भने 3 वर्षे ब्याचलर्स डिग्रीको लागि त यो खर्च 3 गुणा भन्दा बढी झण्डै 4,60,000 रुपियाँ पुग्छ। कति ठूलो फरक होइन त? अब यहाँ एउटा एकदमै महत्त्वपूर्ण सल्लाह छ। जहिले पनि याद राख्नुपर्ने कुरा के हो भने पाउन्ड र नेपाली रुपैयाँको विनिमय दरमा उतार चढाव आइरहन्छ। त्यसैले बजेट बनाउँदा अलि बढी नै विनिमय दर राखेर हिसाब गर्नुभयो भने पछि तनाव हुँदैन। यो एकदमै बुद्धिमानी काम हो। ल, अब कुरा गरौँ दोस्रो खण्डको, विश्वविद्यालयको शिक्षण शुल्क। यो नै बजेटको सबैभन्दा ठूलो हिस्सा हो र साँच्चै भन्नुपर्दा यही नै हो जहाँ सबैभन्दा धेरै पैसा बचाउने अवसर पनि हुन्छ। यो चार्टले छर्लङ्गै पार्छ कि कलेजको छनौटले कति ठूलो फरक पार्न सक्छ। हेर्नुहोस् त, सामान्य विश्वविद्यालयको शुल्क 27 लाखसम्म पुग्न सक्छ। तर अलिकति खोजेर कम शुल्क भएको विश्वविद्यालय रोज्ने हो भने त्यही पढाइ 14,50,000मा पनि सकिन्छ। मतलब एउटै सही निर्णयले सोझै 12 लाखभन्दा बढी बचत। यो त सानो कुरा होइन। अब जाउँ तेस्रो खण्डमा, अन्य अनिवार्य लागतहरू। यी त्यस्ता खर्च हुन् जसलाई हामी अक्सर लुकेका खर्च भन्छौँ, किनभने सुरुमा बजेट बनाउँदा यिनीहरू छुट्न सक्छन्। नेपालबाट उड्नु अघि पनि केही खर्चहरू लाइन लागेर बसेका हुन्छन्, जस्तै मेडिकल र टिभी टेस्टको लागि करिब 10,000। यदि शैक्षिक ऋण लिने हो भने त्यसको प्रक्रियामा करिब 60,000 अनि हवाई टिकट र सुरुमा चाहिने पकेट खर्चको लागि करिब 4 लाख। सबै जोड्दा नेपाल छोड्नु अघि नै करिब 4,70,000 रुपियाँ जति छुट्याएर राख्नुपर्ने देखिन्छ। ओके, अब आयो चौथो र अन्तिम खण्ड, बजेट रणनीति। यति धेरै कुरा गरिसकेपछि अब यी सबै टुक्राहरूलाई जोडेर हेरौँ न त अन्तिम हिसाब कस्तो देखिँदो रहेछ। र यो तालिकामा अन्तिम हिसाब स्पष्ट देखिन्छ। यसले 2वटा बाटो देखाउँछ। यदि सामान्य बाटो हिँड्ने हो भने कुल खर्च करिब 33 लाखको हाराहारीमा पुग्छ। तर अलिकति चलाखी गरेर रणनीतिक रूपमा कम लागतको विश्वविद्यालय रोज्ने हो भने त्यही सपना लगभग 21 देखि 22 लाखमा पनि पूरा हुन सक्छ। फरक एकदमै ठूलो छ। यो सम्पूर्ण हिसाब किताब हेरिसकेपछि अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो, आफ्नो लक्ष्य र आर्थिक अवस्थालाई हेरेर कुन चाहिँ बजेटको बाटो रोज्ने। किनभने यही एउटा निर्णयले बेलायतमा अध्ययन गर्ने पूरा यात्राको रूपरेखा कोर्नेछ।